जयमसी, मेरो नाम राजकुमार तोलाङ्गे हो। म काभ्रे बनेपाबाट हो। यस तालिम केन्द्रमा आउनुभन्दा अगाडि मण्डलीमा सेवारत थिएँ, तर बाइबल सम्बन्धी त्यति राम्रो ज्ञान भने थिएन। त्यसकारण पास्टरज्यूको सल्लाहमा यस हार्भेस्ट तालिम केन्द्रमा आउन पाएँ र बाइबल अध्ययन कसरी गर्ने, त्यसमा पनि नयाँ कर र पुरानो करको सर्वेक्षण गर्दा धेरै कुराहरू बुझ्न पाएँ। साथै चेलापनमा कसरी हुर्कने र कसरी हुर्काउने भन्ने बारे ज्ञान थाहा पाएँ। अगुवा बन्नलाई सुरुमा सिक्नु, त्यसपछि बन्नु अनि मात्र सिकाउनु अगुवापनमा थाहा पाएँ। मानिसको जीवनमा महत्त्वपूर्ण चरित्र हो, त्यो कसरी निर्माण गर्ने, साथै आराधनाको जीवनशैली कसरी बनाउने भनेर सिक्न पाएँ। र अब यहाँबाट गइसके पछाडि मण्डलीमा पास्टरको सल्लाहमा रहेर सेवा पुर्याउनेछु। मण्डलीभित्र मात्र नभइकन मण्डली बाहिर समाजमा र सामाजिक सेवामा पनि सेवा गर्ने योजना मैले बनाएको छु। साथै यो हार्भेस्ट तालिम केन्द्रलाई धेरै धेरै धन्यवाद। यहाँ सैद्धान्तिक शिक्षा मात्र नभइकन व्यावहारिक शिक्षा, पारिवारिक जीवनयापनबारे धेरै कुराहरू सिक्न पाएको छु। धन्यवाद। जय मसी। जय मसी। मेरो नाम नन्दराम घरती, म जाजरकोटदेखि यो तालिममा आउनुभन्दा पहिले पनि सेवा गरिराखेको थिएँ, सेवा पुर्याइराखेको थिएँ। तर यो मेरो पास्टरज्यूको सल्लाहद्वारा म सिक्नुपर्छ, आफू बन्नुपर्छ भन्ने कुरोमा मैले सल्लाह पाएँ अनि म हार्भेस्टमा सहभागी हुने मौका पाएँ। यो हार्भेस्टमा आउँदै गर्दा मैले धेरै कुराको महसुस भयो। मलाई बाइबल कसरी अध्ययन गर्नुपर्छ, यो सुसमाचार प्रचार कसरी गर्नुपर्छ भन्ने कुरोमा यावत कुराहरूमा म रित्तिएको छु, म खारिएको छु। यहाँदेखि गएर पनि म घरमा मैले जानेको कुराहरूबाट मेरो विश्वासी परिवार अरू अन्य समाजसँग म यसरी यो वचनलाई प्रचार गर्नेछु। मेरो जीवनबाट परमेश्वरको महिमा भएको होस्। जय मसी। मेरो नाम रामचन्द्र घिमिरे, म काभ्रेबाट आएको हुँ। हार्भेस्टमा आउनुभन्दा अगाडि म मण्डलीमा सेवकाईमा थिएँ। शिक्षाको कमीले म अगुवाको सल्लाहमा हार्भेस्ट तालिम केन्द्रमा आएँ। सुरुको दिनमा मलाई साह्रै गाह्रो भयो। मलाई थाहा भएको शिक्षा र यहाँ सिकाइएको शिक्षामा अलिक फरक पाएँ। हार्भेस्ट तालिम केन्द्रले बाइबल प्रमाणसहित सिकाएपछि मलाई अलि सहज भयो। बाइबल अध्ययन कसरी गर्ने, आफू चरित्र निर्माणमा कसरी अगाडि बढ्ने भन्ने कुरा थाहा गरेँ। मलाई यस तालिम केन्द्रले आत्मिक र व्यवहारिक अनुशासनमा हुर्कन मद्दत गरेको छ। जय मसी। मेरो नाम सुखराम चेपा, म चितवन जिल्लाबाट आएको। म यस हार्भेस्ट तालिममा आउनुभन्दा अगाडि गाउँमा घरेलु सङ्गठनमा सहायता पुर्याउँथेँ। लगायत म हार्भेस्ट केन्द्रमा आउनु पाउँदा धेरै खुसी छु। मैले यस हार्भेस्ट तालिममा रहेर धेरै कुराहरू सिक्ने मौका पाएको छु। अनि सुरुमा त बन र सिकाऊ, अगुवापनको भूमिका, अनि नयाँ मण्डली कसरी स्थापना गर्ने, चरित्र निर्माण, अनि गएर त्यसै गरी प्रवचन कसरी तयार पार्ने, अनि आराधना कसरी गर्ने, अनि बाइबल अध्ययन कसरी गर्ने भन्ने कुरा मैले धेरै थरीका विषयहरूमा सिक्न पाएको छु। र म यस हार्भेस्ट तालिमबाट फर्किएपछि गाउँमा गएर एउटा नयाँ झुन्ड सुरु गर्नेछु। सबैजनालाई जय मसी। मेरो नाम साजन गुरुङ हो, म नुवाकोट जिल्लाबाट आएको हुँ। अनि म पहिला मेरो मण्डलीमा चाहिँ म एउटा अगुवाको रूपमा सेवा गर्दै थियो। अनि म त्यहाँ सेवा गर्दाखेरि पास्टर बुवाबाट चाहिँ केही तालिमहरू लिनुपर्छ भन्ने रिक्वेस्ट आइसकेपछि अनि अहिले म हार्भेस्टमा आएको छु। अनि म केही शिक्षाहरू सिक्न आएको छु। अनि मैले कतिपय शिक्षाहरू सिक्न पाएको छु, बाइबल अध्ययन गर्ने तरिकाहरू, अनि त्यो अनुसार अनि जीवन पनि परिवर्तन हुने कुराहरू पनि अनि सिकेको छु। व्यवहारिक रूप पनि गर्ने कुराहरू पनि सिकेको छु। सबैजनालाई जय मसी। मेरो नाम प्रकाश परियार हो, म धादिङ जिल्लादेखि आएको। म हार्भेस्ट तालिम केन्द्रमा आउनुभन्दा अगाडि मण्डलीमा सक्रिय रूपमा अगुवामा सेवारत थिएँ र हार्भेस्ट तालिम केन्द्रमा आइसके पछाडि मैले सिकेको कुरा चाहिँ लिडर्स आर रिडर, अर्थात् अगुवा चाहिँ पढ्ने र अध्ययन गर्ने हुनुपर्छ। जसले सिक्न छोड्छ उसले सिकाउन पनि छोड्छ र यही कुराहरू चाहिँ मैले यहाँनिर सिकेको छु। अनि सैद्धान्तिक शिक्षालाई चाहिँ जब व्यवहारमा उतारिन्छ भने मेरो व्यक्तिगत जीवन र मण्डली पनि अगाडि बढ्न सक्छ भन्ने कुरा मैले यहाँबाट सिकेको छु। र म हार्भेस्ट तालिम केन्द्रबाट यहाँ फर्केर गइसके पछाडि चाहिँ मैले यहाँ एउटा चुनौती पाएको छु कि मेरो मण्डलीलाई चाहिँ अगुवापनमा र चेलापनमा हुर्काउने यो कुराहरूमा चाहिँ मैले चुनौती पाएको छु। र म मण्डलीमा गएर पास्टरको अधीनमा रहेर शिक्षा दिने काममा सेवारत हुनेछु। हस्त सबैजनालाई फेरि पनि जय मसी। जय मसी। मेरो नाम विजय तामाङ हो, म काभ्रेबाट। म हार्भेस्ट तालिममा आउनुभन्दा अघि यहाँ आएर सिकेको कुराहरू चाहिँ धेरै नै फरक छन्। किनभने हामीले पहिला यसरी सिकेका थिएन र थाहा पनि थिएन।
मैले यहाँ आएर सिकेको कुराहरू चाहिँ अगुवाको गुण कस्तो हुनुपर्छ, जवान अगुवाको काम के हो, विश्वासीहरूलाई कसरी नेतृत्व गर्ने भन्ने कुराहरू सिक्न सके। साथै हामी परमेश्वरको छोराछोरी भएपछि कसरी जिउने र कस्तो व्यवहार गर्ने भन्ने कुराहरू थाहा गरे। यी जे जति मैले सिकेका छु सबै मेरो जीवनमा प्रयोग गर्नेछु र मेरो मण्डलीमा पनि सिकाउनेछु। सबैजनालाई जय मसीह। मेरो नाम शिला चलाउने हो, म सल्यानबाट आएको हुँ। म यस हार्भेस्ट सेन्टरमा आउनुभन्दा पहिले चाहिँ एउटा अगुवाको रूपमा अनि काम गरिरहेको थिएँ। तर अगुवाको रूपमा काम गर्न गरे तापनि मैले त्यसको सन्दर्भ बुझेको थिइनँ। कसरी वचन प्रचार गर्ने, कसरी वचन अध्ययन गर्ने भन्ने कुरा मलाई केही पनि थाहा थिएन। जब म यस हार्भेस्ट सेन्टरमा आएँ तब मैले विभिन्न कुराहरू मैले सिक्न पाएँ। बाइबल अध्ययन गर्ने, बाइबल प्रचार गर्ने, अनि शान्त समय बिताउने, प्रभुको आवाज सुन्ने, विभिन्न कुराहरू मैले चेलापनहरू कसरी हामीले तयारी गर्ने, आज मिसन कसरी पुरा गर्ने भन्ने कुरा, विभिन्न कुराहरू मैले सिक्न पाएँ। ख्रीष्ट येशूको नाममा सबैलाई जय मसीह। मेरो नाम सानो पुर्कुट्टी, मेरो घर काप्रे। अनि जसरी यहाँ आउनुभन्दा हार्भेस्ट तालिममा आउनुभन्दा अगाडि म कढेरी सङ्गाती, दिदीबहिनी सङ्गाती अनि मण्डलीको नेतृत्वमा रहेर म पास्टरलाई हरेक कुरामा सघाउने कामहरू गर्थेँ। र यहाँ हार्भेस्टमा आएर मैले सिकेका कुराहरू चाहिँ चरित्र निर्माणका कुराहरू, असल अगाको गुणहरू, मिसन भनेको के हो, अनि शान्त समय बिताउने भनेको के हो, अनि आराधना भनेको के हो, अनि धेरै कुराहरू सिक्ने अवसर मैले पाएको छु। अनि परमेश्वरलाई धन्यवाद भएको होस्। आज यहाँ उपस्थित सम्पूर्ण प्रभुका जनहरूमा ख्रिस्टीय अभिवादन, जय मसीह। मेरो नाम खड्ग सिंह थापा मगर हो र म दाङबाट आएको हुँ। प्रभुलाई धेरै धेरै धन्यवाद भएको होस्, किनभने मैले जुन दिन प्रभुलाई पाएँ मेरो जीवन नै परिवर्तन भएको छ। मैले उहाँलाई पाएपछि थुप्रै कठिनाइ र समस्याहरू आउँदा आफैलाई स्थिर र सहन सक्ने बनेको छु। यसै कारण प्रभुको ब्लड भएर म यस हार्भेस्ट तालिम केन्द्रमा तालिमको लागि सहभागी हुन आएँ र म यहाँ आउन पाएर धेरै खुसी र उत्साहित भएको छु, किनकि यहाँ आएर मैले धेरै कुरा सिक्न पाएँ। जय मसीह। मेरो नाम लोकेन्द्र हुन्सिङ मगर, म सुर्खेतदेखि। म यहाँ आउनुभन्दा पहिला चर्चमा अगुवाको रूपमा काम गर्थेँ र यहाँ आइसकेपछि सिक बन र सिकाऊ भन्ने विषयमा सिक्न पाएँ। बाइबल अध्ययन कसरी गर्ने, सर्वेक्षण कसरी गर्ने, मण्डली स्थापना कसरी गर्ने, चेलाले चेला उत्पादन कसरी गर्ने भन्ने विषयमा सिक्न पाएँ। म यहाँबाट गइसकेपछि पहिला मण्डलीमा सेवा गर्नेछु र त्यसपछि नयाँ मण्डली सुरु गर्ने विचार गरेको छु। मलाई सिकाउनुहुने सर म्याडमहरूलाई धन्यवाद र सबैलाई जय मसीह। सबैलाई जय मसीह। मेरो नाम गोविन्द सुनार हो अनि म काभ्रे जिल्लाबाट यस हार्भेस्ट तालिम केन्द्रमा मेरो पास्टरको सल्लाह अनुसार अनि परमेश्वरको बोलावट अनुसार म यस ठाउँमा आएको छु। अनि यहाँ आउनुभन्दा अगाडि म एउटा मण्डलीमा अगुवाको काम गर्दै थिएँ। अनि त्यहाँ गरेको भन्दा यहाँ चाहिँ यहाँको शिक्षाबाट चाहिँ मैले धेरै नयाँ कुराहरू सिक्न पाएँ। अनि जस्तै आराधना कसरी गर्नुपर्ने, अनि जस्तै आफ्नै चरित्र निर्माण कसरी गर्नुपर्ने, अनि वचन चाहिँ जब आफूले सिकेर मात्र अरूलाई सिकाउन सकिँदो रहेछ भन्ने कुराहरू चाहिँ मैले धेरै बुझेँ। र यस ठाउँबाट गएर मेरो ठाउँमा गएर म त्यहाँ धेरै परमेश्वरका कामहरू म अगाडि बढाउने छु। सबैलाई जय मसीह। मेरो नाम यामबहादुर सिंजाली हो, म दैलेखबाट आएको हुँ र म यस ठाउँमा आउनुभन्दा अगाडि सानो झन्डामा म सेवाकाई गर्थेँ र यस हार्भेस्ट सेन्टरमा आएपछि म यहाँ धेरै कुरा सिक्न पाइयो र मण्डली स्थापना कसरी गर्ने र मण्डली स्थापना गर्ने गुणहरू के गर्नुपर्छ सिक्न पाइयो र आफ्नो अगुवापनमा हुने गुणहरू सिक्न पाइयो। अगुवापनमा सिकेका कुराहरू त्यस ठाउँमा गएर लागू गर्नको निम्ति यस ठाउँबाट म सिकेको छु र त्यहाँ गएपछि म त्यहाँका मण्डली झुन्डमा म राम्रोसँग सेवाकाई गर्नेछु भनेर।
जय मसी, मेरो नाम प्रिस्किला चेपाङ र म चितवन जिल्लाबाट आएको हुँ र म यस हार्भेस्ट तालिम केन्द्रमा आउनुभन्दा अघि गाउँमा घरेलु सङ्गतिमा सेवा गरिरहेका थिए र सेवाकाईमा अझ अगाडि बढ्न तालिमको आवश्यकताको महसुस गरी यस हार्भेस्ट तालिम केन्द्रमा आउने निर्णय गरेँ। मैले यस तालिम केन्द्रमा रहेर बाइबलको र मण्डली स्थापना सम्बन्धी आदि धेरै मुख्य कुराहरू सिक्न पाएँ। अब यसबाट फर्केर गएपछि परमेश्वरको सेवामा रहेर साथै सेवा सङ्गतिमा अझ धेरै समय दिनेछु। हुन्छ, क्रिस्ट येशूको नाममा सबैजनालाई अभिवादन छ। जय मसी। म आदि सुब्बा दार्जिलिङबाट आएको छु है। यस तालिमबाट मैले धेरै कुराहरू सिकेको छु, धेरै कुरा प्राप्त गरिसकेको छु है। अन्त यस तालिमले चाहिँ मेरो निम्ति बाटो देखाइदिएको छ है। मण्डली कसरी स्थापना गर्ने, मण्डली कसरी सुरु गर्ने है। सुरु हुँदै गएपछि कस्ता कदमहरू अपनाउनु पर्ने, सुरु भइसकेपछि अर्थात् मण्डली स्थापना भइसकेपछि के गर्ने भन्ने कुराहरू मैले यस तालिमबाट सिकेको छु है। अन्त हामीले चाहिँ यो जति पनि यस ठाउँमा यस तालिममा रहेर जति कुराहरू मैले सिकेँ सबै विषयहरूबाट सिकेको, त्यो विषयहरू चाहिँ मेरो निम्ति एकदमै महत्त्वपूर्ण छ मेरो सेवाकाईमा है। मण्डली स्थापना भएर मात्र हुँदैन रहेछ है, किनभने मण्डलीमा कसरी आराधना गर्ने, कसरी बाइबल अध्ययन गर्ने है, बाल सङ्गति किन महत्त्वपूर्ण छ, प्रचार कसरी गर्नुपर्ने है, बाइबलले कसरी बुझ्ने। अन्त यसरी नै मेरो निम्ति र मण्डलीको निम्ति यो कुराहरू सबै महत्त्वपूर्ण छ है। मैले यहाँ आएर बुझेको छु है। यहाँ आएर चाहिँ मेरो जीवनशैलीलाई नै परिवर्तन भएको छ, आत्मिक जीवनशैली परिवर्तन भएको छ। अन्त यस ठाउँमा रहेर चाहिँ यस ठाउँमा आएर मैले धेरैभन्दा धेरै सन्ताउना, साहस र उत्साह पाएको छु यस ठाउँ। सर्वप्रथम परमेश्वरलाई धन्यवाद। सबैलाई जय मसी। मेरो नाम लालबहादुर थापा हो। म सल्यान जिल्लाबाट आएको हुँ। म यहाँ आउनुभन्दा पहिले कुइरोमा हरेको कागजात थिएँ। यहाँ आइसकेपछि तालिम केन्द्रमा आइसकेपछि मैले मुख्य कुरा पवित्र आत्माको फल भन्ने कुरा बुझेँ। जय मसी, मेरो नाम मनिषा बुढा मगर हो। म सल्यानबाट यस हार्भेस्ट तालिममा आउनुभन्दा अगाडि आफ्नै मण्डलीमा सेवाको काम गरिरहेको थिएँ। अझै बाइबल सम्बन्धी सिक्नुपर्छ भनेर पास्टर बुवाको सल्लाहमा यस तालिम केन्द्रमा आउन पाएँ। मैले यहाँ आएर धेरै कुराहरू सिक्ने अवसर पाएँ। कसरी एकान्त समय बिताउने, बाइबल र त्यस सम्बन्धी अन्य पुस्तकहरू अध्ययन गर्ने, प्रवचन तयारी गर्न र असल अगुवा बन्न, साथै असल अगुवा निर्माण गर्न, परमेश्वरको नजिक हुन, परमेश्वरको भयमा कसरी रहन सकिन्छ सिक्न पाएँ। अब म यहाँबाट फर्केपछि पास्टरको अधीनमा रहेर मण्डलीमा सेवा गर्नेछु। सबैजनालाई जय मसी। मेरो नाम बुद्धि कौर, म सल्यानदेखि आएको र म हार्भेस्टमा आउनुभन्दा पहिला जुन मण्डलीमा सेवाकाई गरिरहेको थिएँ र जुन पास्टरको सल्लाह अनुसार म यस हार्भेस्ट तालिममा आएको छु र यस हार्भेस्ट तालिममा आएर धेरै कुराहरू सिकेको छु। बाइबल अध्ययन कसरी गर्ने, अगुवा नियन्त्रण कसरी गर्ने र विश्वासीहरूलाई नियन्त्रण कसरी गर्ने, चेलापन कसरी गर्ने र त्यो मण्डली स्थापना कसरी गर्ने भन्ने कुराहरू बुझेको छु। र जय मसी, म सल्यानबाट। मेरो नाम चाहिँ गेबी रोका। मैले यस तालिममा सही सिकाएका साथसाथै येशू ख्रिस्टलाई गहिरो रूपले चिन्नलाई सहायता पुग्यो। सँगसँगै बाइबल कसरी अध्ययन गर्ने र प्रचार कसरी तयार पार्ने सिकेँ। बाइबलभित्र भएका रहस्यमय कुराहरू बुझ्नलाई सहायता पुग्यो। मण्डली स्थापना कस्तो ठाउँमा कुन प्रकारले सुरु गर्ने भन्ने बारे सिकेँ। सामाजिक सेवाबाट पनि परमेश्वरको मिसनको काम गर्न सकिँदो रहेछ भन्ने कुराहरू थाहा पाएँ। म अब यहाँबाट गएपछि विशेष जनहरूको बिचमा सेवा पुर्याउने छु। सबैजनालाई जय मसी। मेरो नाम रोशनी श्रेष्ठ हो। मेरो घर सिन्धुपाल्चोक जिल्लामा पर्छ। मुख्य उद्देश्य चाहिँ आफू सिकेर बन्नु र अरूलाई सिकाउनु हो। मैले हार्भेस्ट तालिम केन्द्रमा आएर 4 महिनाको अवधिमा धेरै कुराहरू सिक्ने अवसर पाएँ। मैले यहाँबाट आफैलाई कसरी परमेश्वरमा निर्माण गर्ने, आफ्नो बोली वचन व्यवहारलाई सुधार्ने, परमेश्वरसँग प्रार्थनामा समय बिताउने, बाइबल अध्ययन गर्ने तरिकाहरू, आफ्नो चरित्र कसरी निर्माण गर्ने र त्यसले सेवाकाईको क्षेत्रमा कस्तो प्रभाव पार्छ अनि आफू स्वयं नै चेलापनमा निर्माण भई चेला बनाउने एउटा असल अगुवा भएर कसरी नेतृत्व गर्ने, समुदायमा भएको समस्याहरूलाई पहिचान गरी तिनीहरू जसले ख्रिस्टलाई चिनेका छैनन् तिनीहरूलाई सेवा पुर्याउँदै सुसमाचार सुनाउने तरिकाहरू पनि सिक्न सके। सबैलाई जय मसी। मेरो नाम खिमा महर। म सल्यान जिल्लादेखि यहाँ आएको। हार्भेस्ट तालिममा आउनुभन्दा पहिले म सेवा गर्दै थिएँ, तर पनि बाइबलको ज्ञान मसँग त्यति राम्रो थिएन। बाइबल कसरी पढ्नुपर्छ भन्ने
कुरा पनि मलाई थाहा थिएन। यहाँ आएर नै राम्रोसँग पढ्न सिकेँ र अगुवा कस्तो हुनुपर्छ भन्ने कुरा पनि थाहा पाएँ। जय मसीह, मेरो नाम मिना बुढा मगर हो। म दाङ तुलसीपुरबाट आएको हुँ। म यस हार्भेस्ट तालिम केन्द्रमा आउनुभन्दा अगाडि मण्डलीमा अगुवाको रूपमा थिएँ, तर अगुवा कस्तो हुनुपर्छ भन्ने कुरा थाहा थिएन। तर अब मण्डलीमा कसरी अगुवापनको भूमिकालाई निर्वाह गर्नुपर्छ भनी थाहा गर्न सकेको छु। आफ्नो व्यावहारिक जीवन सन्तुलन कसरी राख्ने भन्ने सिकेँ र अगुवाले कुलपितको मात्र सेवा गर्नुपर्छ भन्ने धारणा थियो, तर सानातिना सबै काम गर्न तयार हुनुपर्छ भन्ने सिकेँ। र अब म यस तालिमबाट गएपछि मैले जानेका पढेका कुराबाट मण्डलीमा उत्साहको सेवा पुर्याउने छु। जय मसीह, म अशोक राई सोलुखुम्बुबाट। म हार्भेस्टमा आउनुभन्दा पहिले चाहिँ साधारण रूपमा मेरो मण्डलीको पास्टरलाई सहयोगीको रूपमा सहयोग गर्दै आइरहेको थिएँ र यो हार्भेस्टमा रहँदै गर्दा चाहिँ मैले अगुवापन के हो र अगुवापन बन्नलाई आफू पहिले सिक्ने बन्ने र अरूलाई सिकाउने भन्ने कुराहरू सिकेँ। अनि हाम्रो दैनिक जीवनको चरित्र निर्माणहरू कसरी गर्न सकिन्छ र बाइबल अध्ययन कसरी गर्ने र अझै पनि हाम्रो देश नेपालमा 7,000 भन्दा बेसी गाउँहरूमा चाहिँ अनि मण्डली छैन, अनि ती मण्डलीहरूमा चाहिँ अनि मण्डली स्थापना गर्नुपर्छ भन्ने कुराहरू सिकेँ। यो चाहिँ म र हामीबाट नै सुरु गर्नुपर्छ भन्ने विषयहरूमा सिकेँ। र अनि यहाँ बस्दै गर्दाखेरि चाहिँ मैले चाहिँ विशेष गरी चाहिँ अनि जवानहरूको बिचमा चाहिँ कसरी सङ्गति लान सकिन्छ भन्ने कुराहरू सिकेँ। र म यहाँबाट आफ्नो मण्डलीमा गएपछि चाहिँ विशेष गरी म चाहिँ जवानहरूको लागि सेवा दिनेछु। र सबैलाई जय मसीह, मेरो नाम करुणा बिक, म रोल्पाबाट आएको। म यहाँबाट गएर एउटा असल अगुवा चरित्रमा निर्माण हुँदै प्रभुको मिसनलाई पुरा गर्दै म प्रभुमा अगाडि बढ्नेछु। मैले जे असल शिक्षा पाएको छु त्यो शिक्षाको कदर गर्दै नयाँ ठाउँमा चर्च स्थापना गर्ने, मेरो दर्शनलाई पुरा गर्न हरेक कठिनाइ परिस्थितिहरूको सामना गर्दै प्रभुको सेवामा सङ्घर्ष गर्न म कहिल्यै थाक्ने छैन। सर्वप्रथम परमेश्वरलाई महिमा भएको होस् अनि सम्पूर्ण प्रभुका जनहरूलाई यसु ख्रिस्टको नाममा जय मसीह। मेरो नाम चाहिँ देवेन्द्र पुन मगर, म दैलेख जिल्लादेखि आएको। अनि म यहाँ आउनुभन्दा पहिला चाहिँ मैले एउटा झुन्डमा चाहिँ सेवाकाई गर्थेँ, पास्टरको अधीनमा रहेर चाहिँ अगुवाई काम गर्थेँ। अनि त्यहाँदेखि यहाँ आएर चाहिँ मैले बाइबल अध्ययन गर्नको लागि आएँ। तर चाहिँ आफूले सोचेको भन्दा पनि धेरै अद्भुत कुराहरू चाहिँ आफूले सिक्न पाएँ। वचन चाहिँ कसरी तयार गर्नुपर्छ, वचन चाहिँ कति तहको हुन्छ, त्यसपछि चाहिँ आराधना पनि 2 तहको हुन्छ, आराधना कसरी गर्नुपर्छ भन्ने कुराहरू पनि सिक्न पाएँ। अनि यहाँदेखि आफूले चाहिँ पहिला आफू सिक्ने, त्यसपछि सिक बन र अरूलाई चाहिँ सिकाऊ भन्ने कुराहरू पनि जाने। त्यसै कारणले म धेरै धन्यवाद भन्न चाहन्छु शिक्षक शिक्षिकाहरूलाई। अनि म यहाँदेखि गएर चाहिँ मेरो दर्शन आफ्नो चर्चमा गएर आफ्नो मण्डलीमा गएर चाहिँ पास्टरको अधीनमा रहेर एउटा ठाउँमा चाहिँ सेवाकाई गर्नेछु भन्ने चाहिँ मेरो दर्शन छ। हुन्छ, फेरि पनि जय मसीह।